हाम्रो ड्याम इन्टेकबाट हाम्रो पानी चाहिँ यसकै थ्रुबाट यहाँसम्म आउँछ र बिच भनेको हाम्रो यहाँनिर मेन यो हजुरहरूले येल्लो कलरको यो देख्नु यतिखेर हामी यो अप्पर रिचेस्ट हाइड्रो पावरमा छौँ। यहाँको परिचयबाट सुरु गरौँ। यहाँको परिचय। नमस्कार, हजुरहरूलाई धन्यवाद। मेरो नाम चाहिँ अन्जिल बुढाथोकी। हजुर। मेरो ठेगाना भनेको चाहिँ नेपाली पूर्वी नेपाल सुनसरी बरा क्षेत्र नगरपालिका 2 पुनर्वास भन्ने ठाउँ हो। हजुर। र म चाहिँ यस ठाउँमा विगत 19 महिनादेखि इलेक्ट्रिकल ओभरसियर र यहाँ हाम्रो पावर प्लान्ट अपरेटरको हिसाबले काम गरिरहेको छु। पछिल्लोपटक हामी यो ठाउँको भिजिटको लागि भनेर यो ठाउँको अलिकति अध्ययन र रिसर्च गर्नको लागि भनेर आइपुगेको छौँ। अहिले यो हाइड्रो पावरमा कति मेगावाट विद्युत उत्पादन भइराखेको छ, यसको बारेमा जानकारी गराइदिनुहोस्। यो हुन चाहिँ अब हाम्रो एक्ज्याक्टली यति नै हुन्छ भन्ने चाहिँ हुँदैन, सिजन अनुसार डिफ्रेन्ट हुन्छ। हजुर। जस्तै अब हाम्रो बर्खाको टाइममा भनेको हाम्रो खोलामा पानीको डिस्चार्ज ज्यादा भएको बेला हाम्रो चाहिँ यो भनेको 2 मेगावाट क्यापेसिटीको पावर हाउस हो। 2 मेगावाट। 2 मेगावाटमा हाम्रो अब बर्खाको टाइममा चाहिँ 2 मेगावाट, अनि हाम्रो 2 मेगावाट भनेपछि हाम्रो 1-200 किलोवाट एक्स्ट्राको क्यापेसिटी हुन्छ मेसिनको टर्बाइनहरूको। त्यही अनुसारले हाम्रो बर्खामा चाहिँ 2100 किलोवाट 2200 किलोवाटसम्मको जेनेरेसन हुनसक्छ। तर अहिलेको रिसेन्ट टाइममा चाहिँ हाम्रो खोलामा पानी नभएको कारण चाहिँ हाम्रो दसैँ तिहार पछाडि चाहिँ पार्सियल्ली घट्दै जान्छ र अहिलेको सिचुएसनमा चाहिँ हाम्रो जम्मा 500 किलोवाट मात्रै जेनेरेसन छ। अहिलेको तत्कालीन अवस्थामा 500 किलोवाट विद्युत भइराखेको छ भन्ने कुरा हामीले जानकारी पायौँ। अनि अहिले यो ठाउँबाट चाहिँ कति गाउँमा विद्युत आपूर्ति भइराखेको छ, कता कता छ यसको क्षेत्र फिल्ड के छ? यो चाहिँ हाम्रो गाउँलाई भन्दा पनि यहाँबाट चाहिँ हामीले प्रोड्युस गरेको इलेक्ट्रिसिटी चाहिँ डाइरेक्ट हाम्रो बसेरी सब स्टेसन धादिङमा जान्छ, एनईएको गङ्गा जमुनाको बसेरी। हजुर, यहाँ धादिङ त्यहाँबाट चाहिँ अनि एनईएले नै कता कता डिस्ट्रिब्युट गर्छ। यसपछि हामी अब यो पावर हाउस भित्र जाँदैछौँ। अब यता के कसरी विद्युत उत्पादन हुन्छ त्यसपछि यो सम्बन्धी छोटकरीमा हजुरले जानकारी दिनुहुन्छ। त्यसपछि यो रिसर्चको लागि पनि हुन्छ, यसो बाहिर केही यो सम्बन्धी चासो राख्ने व्यक्तिहरूको लागि पनि उपयुक्त हुन्छ। त्यस्तो हामी भित्र प्रवेश गर्दैछौँ। हामी यतिखेर भित्र आइसकेका छौँ। अब उहाँले यो मेसिनको बारेमा जानकारी दिन्छ। यो मेसिनबाट यो हुन्छ भने प्रक्रिया हामीलाई धेरै थाहा छैन, तपाईँले जानकारी दिनु होला। मैले चाहिँ अब सुरुदेखि नै स्टार्ट गर्छु। यो चाहिँ हाम्रो जुन पेनी स्टोक पाइप भन्छ, यो चाहिँ हाम्रो ड्याम इन्टेकबाट हाम्रो पानी चाहिँ यसकै थ्रुबाट यहाँसम्म आउँछ र बिच भनेको हाम्रो यहाँनिर मेन यो हजुरहरूले येल्लो कलरको यो देखिरहनु भएको छ, यो चाहिँ एमआइबी भनेको हाम्रो मेन यहाँबाट पानी इन्ट्रान्स हुन्छ। यहाँबाट यसलाई खोलेपछि जस्तो यहाँ छ नि यो उचालिएको छ नि, यो भएपछि यहाँभित्रको जुन भल्भ, त्यसपछि हाम्रो यहाँको भल्भ चाहिँ स्प्लिट भएर यहाँबाट पानी पास हुन्छ। पानी पास भइसकेपछि भनेको हाम्रो नोजल, यो नोजल चाहिँ हाम्रो यो नोजल ओपन भएपछि नोजल यहाँबाट यो जुन हाम्रो यहाँबाट पानी इन्ट्रान्स हुन्छ, यहाँभित्र हाम्रो टर्बाइन छ। यो नोजलबाट चाहिँ पानीलाई फोर्स दिएर पेन स्ट्रोक हाम्रो घुम्छ। त्यसको भन्दा अगाडि चाहिँ यो डिफ्लेक्टर भन्छ, डिफ्लेक्टरले टर्बाइनलाई कभर गरेको हुन्छ। यो डिफ्लेक्टर ओपन भएपछि चाहिँ नोजलले जुन फोर्समा पानी हालेको हुन्छ त्यो चाहिँ हाम्रो पेन स्ट्रोकलाई हाम्रो यो चाहिँ हाम्रो टर्बाइनमा कनेक्ट भएको हुन्छ यतापट्टि। अनि यो घुमेर यो हाम्रो जेनेरेटर हो। अनि यसले त्यो साँपलाई घुमाएपछि यहाँभित्र हाम्रो वाइन्डिङहरू छ। मेन चाहिँ हाम्रो मेन यही भयो, प्रोड्युस गर्ने चाहिँ यो त्यो साँपले चाहिँ यहाँभित्र घुमेर इलेक्ट्रोम्याग्नेटिक फिल्ड क्रिएट गर्छ। अनि त्यो इलेक्ट्रोम्याग्नेटिक फिल्डलाई चाहिँ फ्लक्सले कट गरेर हाम्रो इलेक्ट्रिसिटी जेनेरेसन चाहिँ यहाँबाट हुन्छ। उतापट्टि पनि जाम, हामी उतापट्टि के छ यसपछि अब यता के छ यहाँबाट चाहिँ हाम्रो जेनेरेसन भएको इलेक्ट्रिसिटीहरू चाहिँ अब यो हाम्रो यहाँनिर ब्रेकरहरू छ। हजुर। यो चाहिँ अब यहाँभित्र सबै हाम्रो इन्डोर ब्रेकरहरू भन्छ, ब्रेकरहरू यहाँ छ। उहाँबाट ल्याएको हाम्रो जेनेरेसन भनेको 3.3 केबी भनेको 3300 भोल्ट, त्यो चाहिँ हाम्रो यहाँको जेनेरेसन हो। अनि यहाँबाट चाहिँ हाम्रो अब जुन मेन जेनेरेसन भएर आएको
इलेक्ट्रिसिटी सबै यहीँ हुन्छ। यहाँबाट चाहिँ हामीले बाहिर स्विच यार्डमा ट्रान्सफर्मरहरू देख्नुभयो नि हजुरहरूले, यहाँबाट चाहिँ हाम्रो 3.3 kV को इलेक्ट्रिसिटीलाई चाहिँ त्यहाँनिर पठाएको छौँ पावर केबलहरूले गर्दा। त्यो पावर केबलले अनि हाम्रो त्यहाँ भएको ट्रान्सफर्मरले चाहिँ यो 3.3 kV लाई चाहिँ 33 kV मतलब 33,000 भोल्टमा चाहिँ चेन्ज गरेर त्यसपछि सप्लाई गर्छौँ। त्यहाँबाट सर्भिस सप्लाई हुन्छ। हजुर। अनि चाहिँ के हो यो? भिजुअल छ, यो चाहिँ हाम्रो HMI भन्छ, ह्युमन मेसिन इन्टरफेस। यहाँबाट चाहिँ हामीले हाम्रो यहाँको कन्ट्रोल सबै हेर्न सक्छौँ, जस्तै कति जेनेरेसन भइरहेछ, अनि हाम्रो पेन स्टोकमा जस्तै पानीको प्रेसर कति छ त, इन्टेकमा कति पानी छ। अनि यो भनेको हाम्रो मैले हजुरलाई नोजल भनेको थिएँ नि, यो चाहिँ हाम्रो अहिले नोजल 1 27% खुलेको छ, नोजल 2 27% खुलेको छ, नोजल 3 24%। यहाँबाट चाहिँ हामीले त्यहाँको सबै जे चाहिन्छ त्यो सबै हेर्न सक्यो र यहाँबाट कन्ट्रोल गर्न पनि सक्यो। यताबाट कन्ट्रोल आवश्यकता अनुसार कन्ट्रोल गर्नु डुवानको चाहिँ उतापट्टि। अनि यो भनेको चाहिँ हाम्रो मेन 33 kV भनेको यो चाहिँ हाम्रो मेन इन्कमर चाहिँ यही भयो। जस्तै इन्कमर भन्नाले हामीले यहाँनिर उता हाम्रो ग्रिडबाट जस्तै एनइएबाट लाइन आएन भने हामीले डाइरेक्ट मेसिन चलाएर गर्न मिल्दैन। त्यसको लागि चाहिँ उताबाट पहिला सप्लाई यता आउनुपर्छ, एनइएबाट आएपछि अनि हामीले त्यो सप्लाई आइसकेपछि हामीले हाम्रो मेसिन स्टार्ट गरेर त्यसपछि मात्रै यहाँबाट चाहिँ हाम्रो ब्रेकर कन्ट्रोलहरू यहाँबाट हुन्छ, यहाँ रिलेहरू छ। ल हुन्छ, तपाईँले छ। नमस्कार।